पृथ्वी गोलो छ। हाम्रो हजुरबुवा हजुरआमाले पनि भन्ने गर्नुहुन्थ्यो नि है, पहिला हामी सानो सानो हुँदा मैले पनि सुनेको। पृथ्वी गोलो छ है, सबैको भागमा सबै कुरा पर्छ। त्यसैले कसैको खराब परिस्थितिसँग, कसैको नराम्रो दिनसँग चाहिँ कसैले खिली नउडाएको नै राम्रो हैन, किनकि त्यो भोलि तपाईलाई पनि पर्न सक्छ, घुमिफिरी आउन सक्छ। हामी यहाँ कोही पनि पर्मानेन्ट होइन है, सबैजनालाई एक दिन यो संसार छोडेर जानु छ। हाम्रो आफ्नो भन्ने हाम्रो आफ्नै शरीर त होइन भने अरू के नै हुनसक्छ। र हामी यहाँ बस्नु चाहिँ हर कुरा सङ्घर्ष गर्छौँ बाँच्नुको लागि, यो संसार हेर्नुको लागि। अब जब सङ्घर्ष गर्छौँ यो संसार हेर्नुको लागि, बाँच्नुको लागि, त आउनुहोस् न, जिन्दगीको राम्रो राम्रो अनुभव लिनुहोस् न हैन। राम्रो कुरा अनुभव लिनको लागि बाँच्नुहोस् न। किन आफ्नो यति राम्रो यति सुन्दर जिन्दगीलाई अरूको खोजी निन्दा गरेर प्लस अरूको दुःखमा हाँसेर बिताउनुहुन्छ? यस्तो मान्छेहरू त मलाई लाग्छ पृथ्वीको बोझ हो। किनकि यस्तो मान्छेहरूको लागि त साँच्चै नै कहीँ पनि ठाउँ हुँदैन। अर्काको दुःखमा हाँस्ने मान्छेहरू पनि मान्छे हो र।